प्रहरीले झन् उल्टो आक्रमण गर्न खोज्यो। त्यो प्लान गरेर नेकपा एमाले केपी शर्मा ओलीको केटाहरूले आक्रमण गरे हामीलाई। कतिजना हुनुहुन्थ्यो ग्याङमा? यिनीहरू करिब 30-35 जना थियो हैन। हामी मकैबारीमा दुखेर भाँचे हैन। हजुर। प्रहरीको डीएसपीले यस्तो राक्षसको जस्तो भूमिका निर्वाह गर्यो हैन। हामीलाई राखिसके पछाडि हाई ब्लिडिङ भइसके पछाडि पनि ऊ टाइममा गएन। गइसके पछाडि 2 जना पुलिस पठायो। हजुर। सीडीओले पनि पुरा फोन अस्तिदेखि हामीले सीडीओलाई फोन गरेका थियौँ। सीडीओले पनि अहिले हो र भनेर सीडीओले पनि त्यस्तै भूमिका निर्वाह गर्यो। त्यस पछाडि अहिले हामी यहाँ घाइते भएर मर्ने बेला प्रहरीलाई हामीले उपचार गर्नलाई पुर्याइदिए भनेर हामीले हार गुहार गर्दाखेरि पनि हाम्रो नाम सोध्छ, घर कहाँ, ठेगाना कहाँ, हामीलाई चिन्दैन यिनीहरूले। 7 पटक छ मलाई मुद्दा लगाएको। यही छ एसीडीओ कार्यालयमा आज पनि मुद्दा, मेरो नाम त्यहाँ छ, ठेगाना त्यहाँ छ। हजुर। जसरी पनि हामीलाई मार्ने प्लान थियो। कस्तो टोलबासीको त्यहाँ कस्तो भूमिका रह्यो? पुरै थियो। बोल्दै गरौँ, हस्पिटलमा बोल्दै उपचार गर्दै गरौँ। हजुर। एमालेका कार्यकर्ताहरू, हजुर। केपी ओली भडुवाका कार्यकर्ताहरू हस्पिटलमा बस्दै गरौँ। ज्ञानेन्द्र सरलाई गर्नु न राम्रो।